अगाडि बढ्न दाहिनी काँदै छैनन्, पाइला डराएका छन् मेरा बुबा भगवान फर्किएनन् नि, स्वर्ग वा नर्ग कहाँ हराएका छन्। निदानी त होइन म, निदानी त होइन म, आँखाका आँसु सित्तैमा खस्छन्, बाबाको अभाव बढी छ, आँसु लुकाएर मुस्कुराउनु पर्ने रहेछ, जिम्मेवारीको दबाब बढी छ। बुबा परिवारको बलियो वा दरिलो खम्बा म बनेको छु अहिले, एक माग्दा दुई पुरा हुन्थ्यो तिमी सँगै हुँदा जहिले। सपनाको कुरा त छोडा, यहाँ आवश्यकता पुरा गर्न पनि धौधौ बाछ, म यसरी हरेस खाएर गिरिरहँदा के तिमीलाई फर्किएर आउन मन लाग्छ। आमा त खुसी छन् बुबा मेरो प्रगति देखेर, तिम्रो त्यो मुहारमा कुन प्रकारको चमक आउँछ त्यहाँ, जुन कठोर गरे पनि के तिम्रो प्रेरणा र हौसला पाउन र अब बुबा सोध्न त नहुने हो, बुबा सोध्न त नहुने हो, स्वर्ग र नर्ग कुन ठाउँमा बास छ, पक्कै पनि आफ्नो सन्तानको सफल भविष्य देख्न चाहे होला, कुन विशेषताको आश छ। तिम्रो नाम छ र त म आफ्नो परिचय स्वतन्त्र रूपमा खोल्न पाएको छु, झन्न मोबाइलमा फोटो छ र पो तिम्रो गुनासो पोख्दै बोल्न पाएको छु। बुबा तिम्रो याद आउँदा घरिघरि कति अप्ठ्यारो हुन्छ, आमालाई पनि हामीलाई सम्हाल्नुपर्छ, नत्र उनलाई पनि निकै गाह्रो हुन्छ। गर्दैछु बुबा, बिस्तारै भइरहेछ, मिसो मिलाउँदैछु, बाबा साथमा नभए पनि हाम्रा यादमा छन् है भन्दै सहानुभूति दिलाउँदैछु। कर्तव्यले हार्दिन म, कर्तव्यले हार्दिन म, तिम्रो सपना